हजुरको भन्नुस् न त, हजुर त अब ब्लगर बन्ने भन्ने हैन? मैले सोधेको भन्नुस् न त, ल यता हेर्नुस् न त, ल कस्तो भयो आजको तपाईको तिहार, ल भन्नुस्। राम्रो भयो। अनि हजुर नाच्नु भयो? नाच्यो नि गाइजहरु। हो, अनि भन्नु न त हजुरको आफ्नो गाइजहरुलाई भन्नुस् कसरी नाच्नु भयो, कुन कुन गीतमा नाच्नु भयो? गाइजहरु हामीहरु कति धेरै गीतमा नाच्यो अनि एकछिन त सेलरोटी खाएर अनि त्यसपछि नाच्यो अनि त्यसपछि फेरि आएको हो घर अनि त्यसपछि फेरि सौरभ जेसीको ब्लग हेर्दै बसेको यो मेरो भाइको बर्थडेले अनि त्यसपछि म हेर्नै मिले छैन भाइजहरु। अच्छा भन्नुस् न त हजुरले कुन कुन गीतमा नाच्नु भयो? अनि म कति धेरै गीतमै नाचे। कसरी नाच्नु भयो एकचोटी देखाइदिनुस् न त हजुरको गाइजहरुलाई। गाइजहरुले त तपाईको डान्सै हेर्न पाउनु भएको छैन। ल देखाइदिनुस् त। म त ढले 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 भनेर नाच्नु भएको हैन? अनि त देखाउनुस् न त, ल उता गएर म त शरम लाग्छ। तपाईको गाइजहरु त रिसाउँछ नि त, फेरि साथीहरु रिसाउँछ नि त। खै त एकचोटी देखाइदिनु न। ढले 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 भनेर मात्रै देखाइदिनुस्। त्यो स्टेप राम्रो छ के हजुरको? देखाउनुस् त, ल बेबी देखाउनुस् त। उठेर अलि पर जानुस्। म त ढले 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 कसरी रे? हत्तेरिका भएन गाइजहरुले देख्नै भएको छैन हजुरको। खै त ढले ढले भन्ने स्टेप हैन, अघि त अर्कै गर्नुभएको थियो नि त। ढले ढले हजुरको त्यो के हो रे? इन्डिया गेट हो रे? इन्डिया गेट हो, मेरो पाकिस्तान गेट हो।